हेलो साथीहरू, हामीहरू जाँदैछौँ सैलुङ। माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई भन्ने गीत त पक्कै सुनेको हुनुपर्छ तपाईँहरूले। हो, हामी आज त्यसै ठाउँमा जाँदैछौँ। नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लामा अवस्थित छ यो एक प्रसिद्ध पहाडी क्षेत्र हो र नेपालको स्वर्ग भनेर पनि चिनिन्छ साथीहरू। र त्यहाँ नेपालको मिनी ग्रेट वाल भनेर पनि भनिन्छ। त्यहाँ सैलुङ जाने बाटोमा बनेको त्यो वालहरूलाई अब हामी बाटोमा ब्रेकफास्ट खानको लागि नमस्ते रिभर साइड होटलमा रोक्यौँ र हामीले त्यहाँ खाजा खान्छौँ। अब यो चाहिँ सुकुटेमा हो। बिहानको ब्रेकफास्ट छ न अन्डा अनि तातो तातो चिया। अनि हामी ब्रेकफास्ट खाएर बाहिर एकछिन वेट गरिरहेका हुन्छौँ गाडीलाई र हामी त्यही क्रममा एउटा छोटो भिडियो खिचेर पोस्ट त दिन परिहाल्यो नि होइन त। अनि हामी त्यहाँबाट हिँड्यौँ बाटोमा निकै नै रमाइलो दृश्यहरू हेर्दै पहाडहरू हेर्दै नेचरसँग इन्जोय गर्दै गर्दै हामी गाडीबाट हिँड्यौँ। सैलुङ जाने बाटोमा हो यो। हेर्नुहोस् त कस्तो राम्रो छ, आकर्षक भ्यू। वाह, हेर्नुहोस् त यो बारीहरू कति राम्रो छ। हिउँ परेको तपाईँहरूले देख्न सक्नुहुनेछ। बाटोहरू केही अलि अफ रोड भए पनि हामी त्यहाँ सजिलैसँग पुग्यौँ। सैलुङको नाम दुई शब्द साई भनेको सय र लुङ भनेको ढुङ्गाबाट आएको। यो हेर्नुहोस् त नेपालको मिनी ग्रेट वाल भनेर पनि चिनिन्छ र चाइनाको ग्रेट वाल सँगसँगै नेपालमा पनि मिनी ग्रेट वाल भएको हामी अनुभव गर्न सक्छौँ। एकदमै राम्रो आकर्षक यो हो नेपालको मिनी ग्रेट वाल। यो सैलुङ जाने बाटोमा हामी यहाँबाट यो खुड्किला चढेर जानुपर्ने हुन्छ। सबै ठाउँसम्म त माथिसम्म त छैन यो, तर अलिकति बनेको छ जसको यहाँ 100 भन्दा बढी साना साना। हामी जाँदैछौँ सैलुङ। यो हो मिनी ग्रेट वाल अफ नेपाल। शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र स्थल सैलुङ जाने बाटोमा छ यो। बाटोमा जाँदाखेरि हामीले बिचबिचमा फोटो भिडियो खिच्न त परिहाल्यो र हल्का पोज पनि दिनु पर्यो होइन त। इन्जोय गर्दै रमाइलो गर्दै जानुपर्छ, नत्र भने एकहोरो हिँड्यो भने थकाइ पनि लाग्छ साथीहरू। त्यहाँ पुग्न हामीलाई 1.5 देखि 2 घन्टासम्म लाग्छ। बिस्तारै बिस्तारै रमाइलो गर्दै फोटो भिडियो खिच्दै गयो भने हेर्नुहोस् त कस्तो राम्रो आकर्षक मनमोहक दृश्यहरू, हिमालहरू। वाह, यो सैलुङ डाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बर, सगरमाथा लगायतका सुन्दर हिमालका दृश्यको साथै प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ। यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब 360 डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ। हेर्नुहोस् त कति आकर्षक छ। वा, नेपालको स्वर्ग भनेर पनि चिनिन्छ साथीहरू सैलुङलाई। हेलो कुन्टु। उठाउनु साह्रो होइन नि, हिँड्नै हो। तँ साह्रो भन्दा नि अहिले त यो पक्रेर अलिकति हामी रमाइलो गर्दै फोटो खिच्दै हिउँ खेल्दै खेल्दै माथि पुग्छौँ। यो बाटोमा परेको सैलुङ जाने बाटोमा परेको हिउँ धार्मिक हिसाबले पनि सैलुङ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको सङ्गम स्थल पनि हो। हिन्दूहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्ध धर्मावलम्बीहरूले बुद्धले पाइला टेकेको ठाउँको रूपमा पनि लिने गर्छन्। यो बाटोमा हिउँ परेको हामीले देख्न सक्छौँ र बाटोमा हल्का फोटो भिडियो त खिच्न परि नै हाल्यो होइन त। र यिनीहरू हिउँ खेल्ने भनेर बाबुहरू बच्चाहरू एकछिन हिउँमा पनि रमाउँछन्। हेर्नुहोस् त यो सेतै सबै हिउँ परेको छ। वाह, तर त्यति धेरै पनि हिउँ परेको छैन यो पालि। हामी जाने बेलामा धेरै हिउँ थिएन। यो हो महादेव गुफा र सैलुङ जाने बाटो। तर हामी महादेव गुफातिर नगइकन हामी जान्छौँ सैलुङतिर। यो हो डाँफे ढुङ्गा। हेर्नुहोस् त डाँफेको आकारमा भएकोले त्यसलाई डाँफे ढुङ्गा भनिएको होला।
भने पुरै घुम्नलाई दिनभरि लाग्ने रहेछ साथीहरू। तर हामीले चाहिँ बिहानको लन्च पनि खाएका छैनौँ र हामी फर्केर कालिम्पोङ पनि पुग्नु छ। त्यही भएर हामी हतार सैलुङ मात्रै जान्छौँ अहिले, महादेव गुफा पछि जान्छौँ। अब हामी फेरि आफ्नो यात्रालाई निरन्तरता दिन्छौँ। यो हो सैलुङको मेन पोइन्ट। हामी यहाँबाट अब सैलुङको माथि बुद्ध स्तूपा अनि भ्यू टावरतर्फ जानुपर्छ। लगभग यहाँबाट पनि हामीलाई हिँडेर जाँदा 45 देखि 1 घन्टा लाग्न सक्छ साथीहरू। यहाँबाट पनि त्यति हिँड्नुपर्छ। 100वटा थुम्का रहेकाले सैलुङको हरेक थुम्काबाट देखिने गौरी शङ्कर हिमश्रृङ्खलाले प्राकृतिक सुन्दरता थपिदिएको यो क्षेत्र धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यस क्षेत्रमा सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवं थुन जस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक महत्त्वका विषय हुन्। सैलुङ क्षेत्रमा धर्मढोका, 12 वर्षमा एकपटक गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाँफे ढुङ्गा, जडेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवं प्राकृतिक सुन्दरताका महत्त्वपूर्ण स्थान र स्तम्भहरू रहेकाले पनि यो क्षेत्र आकर्षक मानिन्छ। र बाटोमा हिँड्दै जाँदा बोर भयो अनि एकछिन यो ढुङ्गाको घर त बनाउन परिहाल्यो होइन त। एकहोरो हिँड्दा पनि गाह्रो हुन्छ साथीहरू। त्यही भएर रमाइलो गर्दै एकछिन बस्दै जानुपर्छ। त्यतिखेर हामी जाने बेलामा यहाँ डढेरो लागेको रहेछ। हेर्नुहोस् त, आगोहरू लागिरहेको छ साइडका पहाडका थुम्काहरूमा। हामी त्यही धुवाको बाटो हुँदै माथि पुग्छौँ। हामी पुग्नुसम्म माथि हेर्नुहोस् त, माथि भ्यू टावर हो त्यो। हामी त्यहाँ पुग्नुपर्ने हुन्छ, हिँड्नु पर्यो। यो थुम्काहरू हेर्नुहोस् त, हिमालहरू। वाह, क्या दामी छ। सत्ययुगमा सैलुङको 100वटा थुम्कामा ऋषिमुनिले तपस्या गरेर बसेको किम्वदन्ती अहिले पनि स्थानीयहरूले सुनाउने गर्छन्। कलियुग लागेपछि तपस्वी ऋषिहरू यही थुम्कामा आएर समाहित भएको जनविश्वास रहँदै आएको पनि छ। सैलुङको डाँडोमा बुद्धले टेकेको ढुङ्गामा बुद्धको पाइलाको छाप छ भने विश्वासका साथ बौद्ध धर्मावलम्बीहरूले पूजा गर्न पुग्छन् यहाँ सैलुङमा। त्यस्तै डाँडामा अन्तिम संस्कार गर्दा मोक्ष प्राप्त हुने पनि बौद्ध धर्मावलम्बीहरूको विश्वास पनि रहेको छ। यहाँ चाहिँ प्रत्येक वर्ष 12 वर्षमा लाग्ने गोदावरी मेला पनि सैलुङको विशेषता हो। यो ओडारमा 12 वर्षमा गोदावरी फुल फुल्ने गर्छ। यही वर्ष नै गोदावरीको ठुलो मेला लाग्ने गर्छ। यसरी फुल फुल्दा यो ओडारमा दुध जस्तो तरल पदार्थ चुहिने गर्छ। यसमा मानिसले नुहाएमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ। हामीहरू यसरी फोटो खिच्दै रमाउँदै भिडियो खिच्दै अनि बिस्तारै आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छौँ। किनभने एकहोरो हिँडेर माथि पुग्दा चाहिँ थकै लाग्छ। एकछिन आफ्नो शरीरलाई पनि रेस्ट गर्नु पर्यो होइन त। अनि यदि तपाईँहरू ट्रेकिङ जाने सोचमा हुनुहुन्छ भने सैलुङ क्षेत्र एकदमै पर्फेक्ट हुनेछ। यहाँको पहाडी मार्ग, प्राकृतिक दृश्यहरू, वाह हेर्नुहोस् त, नेपालको स्वर्ग भनेर पनि चिनिन्छ सैलुङलाई। पर्यटकलाई आनन्द पनि दिन्छ। सरल र छोटो ट्रेकिङ मार्गले पारिवारिक पर्यटकहरूलाई पनि समेत आकर्षित गरेको छ। यो पृथ्वीको नाइटो भनेर यहाँ बोर्ड पनि टाँसिएको छ। हामी अझै माथि पुग्नु छ गुम्बासम्म। सैलुङ हिमालका दृश्य, घाँसे मैदान र स्थानीय जीवनशैलीका कारण फोटोग्राफरहरूको लागि पनि उपयुक्त ठाउँ हो सैलुङ। पृथ्वीको नाइटो रे त्यहाँ सूर्योदय र सूर्यास्तका मनोरम दृश्यले फोटोप्रेमीहरूलाई आकर्षित गर्छ। तपाईँलाई यस्तो राम्रो मनोरम दृश्य देखेर सैलुङ पुगौँ जस्तो लाग्यो होला होइन त। कसरी जाने भन्दाखेरि सैलुङ पुग्न काठमाडौँबाट रामेछाप वा दोलखातर्फ यात्रा गर्नुपर्छ। काठमाडौँबाट दोलखाको चरीकोटसम्म बस वा गाडीमा करिब 5-6 घन्टामा पुग्न सकिन्छ। चरीकोटबाट सैलुङ पुग्न थप 2-3 घन्टाको यात्रा आवश्यक पर्छ। हेर्नुहोस् है, झन्डाहरू पताकाहरू फहराइरहेका छन्, क्या आकर्षक छ। वा, हामी पुग्यौँ माथि गुम्बामा। यी ढुङ्गाका थुम्काहरू जस्ता बनेका घरहरू छन् त्यहाँ, मन्दिर गुम्बाहरू। यो हो भ्यू टावर। त्यहाँबाट हामीले सम्पूर्ण सैलुङको मनोरम दृश्य अवलोकन गर्न सक्छौँ। हामी पुग्यौँ माथि
बुद्ध भगवानको स्तूपा नजिकै र त्यहाँबाट हामीले फोटो खिच्यौँ, केही भिडियो पनि बनायौँ। माथिबाट खिचिएको यो दृश्य र हेर्नुहोस् त कस्तो राम्रो छ। सैलुङ प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्वले भरिपूर्ण गन्तव्य हो। यसको विकासले दोलखा र समग्र नेपालको पर्यटन उद्योगलाई पनि नयाँ उचाइमा पुर्याउन सक्छ। हिमालको मनोरम दृश्य, हरियाली पहाड, स्थानीय जीवनशैली, धार्मिक महत्त्वले यसलाई विशेष बनाएको छ। हेर्नुहोस् त मेरो पोज। धार्मिक हिसाबले पनि सैलुङ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको सङ्गम स्थल पनि हो। यो पृथ्वी यो समुद्रबाट 3400 मिटरको उचाइमा रहेको छ। यहाँ सत्ययुगमा सैलुङको 100वटै थुम्कामा ऋषिमुनिहरूले तपस्या गरेर बसेको किम्वदन्ती पनि अहिले पनि स्थानीयले सुनाउने गर्छन्। कलियुग लागेपछि तपस्वी ऋषिहरू यही थुम्काहरूमा समाहित भएको जनविश्वास रहँदै आएको छ। सैलुङको डाँडोमा बुद्धले टेकेको ढुङ्गामा बुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ बौद्ध धर्मावलम्बीहरू पूजा गर्न पुग्छन्। त्यस्तै डाँडामा अन्तिम संस्कार गर्दा मोक्ष प्राप्त हुने पनि बौद्ध धर्मावलम्बीहरूको विश्वास रहेको छ। यहाँ सैलुङको थुम्काहरूमा पुसदेखि फागुनसम्म हिमपात हुने भएकाले पनि पर्यटकलाई थप आकर्षण गर्न सक्ने स्थानीयहरूले बताएका थिए। तर हामी जाँदाखेरि त्यस्तै सोचे जस्तो हिमपात भएको थिएन। हेर्नुहोस् त यो थुम्काहरू जम्मै फुस्रै छन्, त्यहाँ कुनै हामीले हिउँ त्यति देख्न सक्दैनौँ। यदि हिमपात भयो भने यो डाँडाहरू, यो थुम्काहरू सेतै हुनेछन्। र तपाईँ यदि फागुन, चैत, असोज, वैशाखको बेला जानुभयो भने त्यहाँ तपाईँले ढकमक्क लाली गुराँसहरू फुलेको बाटैभरि देख्न सक्नुहुनेछ। फुलै फुलहरूका बोटहरू थिए, लाली गुराँसको पुरै जङ्गलै थियो। तर यतिखेर नफुल्ने सिजन भएर हामीले लाली गुराँस फुलेको देख्न पाएनौँ। लाली गुराँस फुलेको बेला म फेरि एकपटक आउँछु भनेर मैले चाहिँ सोचिरहेको छु। हेरौँ के हुन्छ। यो हो सैलुङमाथि भ्यू टावरबाट लिएका दृश्यहरू र नजिकै त्यहाँतर्फ जाने हो। हेर्नुहोस् त हिमालहरू, वाह क्या आकर्षक छ। नेपालको स्वर्ग भन्दा पनि फरक पर्दैन साथीहरू। यो थुम्काहरू सैलुङका 100वटा थुम्काहरू छन् यहाँ। अनि हल्का फोटो र भिडियो खिचेर परि नै हाल्यो। हेर्नुहोस् त के रमाइलो ठाउँ छ यो। वाह, जति बसे पनि नअगाइने यही ठाउँमा बसिरहेको जस्तो भइरहेको थियो मलाई त। तर के गर्नु, समय अभावले हामी त्यहाँबाट फर्किनु पर्ने पनि थियो। अब हामी त्यहाँबाट दर्शन गरेर फर्क्यौँ र मेरो त्यहाँ चाहिँ अलिक जुत्ताले साथ दिएन। त्यो घाँसे मैदानमा जुत्ताहरू चिप्लिएको कारण मैले त्यहाँ जुत्ता फुकालेर पनि हिँडेको थिएँ केही बाटो, आधी बाटो जति। र बाटोमा हामीले फर्किँदाखेरि हिउँहरू देख्न सक्छौँ, त्यहाँ परिरहेको थियो। र अलिअलि मैले हिउँ छुने प्रयास गरेँ, अलिकति फर फोटो खिच्नको लागि हो यो त। अनि हामी यहाँबाट यस्तै बाटो बिचबिचमा हिउँ परिरहेको थियो र यहाँबाट फर्केर हामी चाहिँ मुडेमा पुगेर बिहानको खाना खान्छौँ। अनि त्यसपछि हामीहरू पुग्छौँ कालिम्पोङ पास बस्नको लागि। थ्याङ्क यू फर वाचिङ। तपाईँ पनि सैलुङ मन पऱ्यो भने एकचोटि पुग्नु होला है त।